दर्शन सबैमा कुनै सबैलाई आरामै छ। ल आज फेरि मनको आवाजमा मैले एउटा कथा लिएर आएको छु, सुरु गर्छु है त। यो कथा कस्तो भन्दाखेरि यो दुईटा बिमारीको अस्पतालमा यो अन्त्यसम्म सुन्नुलाई एकदमै इन्ट्रेस्टिङ छ, तपाईँलाई पक्कै नै मजा लाग्छ। एकचोटि के हुन्छ भन्दाखेरि एउटा मान्छे चाहिँ एकदमै बिरामी हुन्छ क्या, एकदमै बिरामी हुन्छ है। अब उसको के हुन्छ भन्दाखेरि अब लाइफको एन्डिङ भइसक्यो, म अब चाहिँ बाँच्दिनँ होला भने त्यो अवस्थामा पुगेको हुन्छ होइन। त उसलाई अस्पतालको बेडमा राखिन्छ नि त, आइसियूबाट निकालेर उसलाई बाहिर ल्याइन्छ क्या। भनेपछि अब आइसियूमा भएन, अब बाहिर राख्नुपर्छ। उसको चाहिँ लबलब एन्डिङ नै भयो, एन्ड नै भयो भन्ने हिसाबले डक्टरहरू नर्सहरूले चाहिँ उहाँलाई बाहिर निकाल्नु, जनरल वार्डमा राखिदिनुहुन्छ होइन। एउटा कोठामा, छुट्टै कोठामा, एउटा अब अन्तिम भयो भनेर छुट्टै एउटा कोठामा चाहिँ केबिन जस्तै, केबिन होइन तर केबिन जस्तै कोठामा चाहिँ छुट्टैमा राखिदिनुहुन्छ उसलाई। त्यसपछि एकदमै दुःखी हुन्छ कि, भित्रीबाट एकदमै दुःखी हुन्छ। ल म त अब मेरो सिद्धियो, म एन्डिङ भयो भन्ने हुन्छ होइन। उठ्न पनि सक्दैन क्या, ऊ सुतिरहेछ होइन, उठ्न पनि सक्दैन, एकदम उसको बेहाल छ कि, एकदम हालत पुरा बिग्रिया छ उसको, उठ्न पनि सक्दैन, केही पनि गर्न सक्दैन। वरिपरि यसरी हेर्छ होइन, एकदम निनाउर अनुहार, उसको अनुहारमा चाहिँ खुसियाली पनि छैन। म त अब मेरो अन्तिम भयो, यही नै मेरो अन्तिम हो भन्ने खाले त्यस्तो अवस्थामा पुग्छ ऊ। र उसलाई जुन कोठामा सिफ्ट गरेको हुन्छ नि मेडिकलमा, उसले वलतिर पल्तिर यसरी हेर्छ कि, हेर्दाखेरि उसले के देख्छ भन्दाखेरि आफूभन्दा पालतिरपट्टि जस्ट अपोजिटमा चाहिँ एउटा झ्याल हुन्छ कि, त्यो झ्यालमा चाहिँ एउटा अर्को बिमारी हुन्छ। त्यो अर्को बिमारी त्यहाँ हुन्छ। थोरै राहत उसलाई के फिल हुन्छ भन्दाखेरि ए मेरो कोठामा चाहिँ म एक्लै होइन्छु, म जस्तै अरू पनि होछ भन्ने थोरै राहत चाहिँ फिल हुन्छ उसलाई। त्यसपछि उतापट्टि पल्लोपट्टि बसेको बिमारीलाई के हुन्छ, त्यहाँ बस्ने क्रममा अथवा त्यहाँ सुत्ने क्रममा सुस्त आज गर्दै भोलि गर्दै दोस्ती हुन्छ कि, यो बिमारीको र त्यो बिमारीको चाहिँ दोस्ती हुन्छ। यो बिमारीभन्दा त्यो बिमारी चाहिँ अलिकति उठेर बस्नु सक्ने अवस्थाको हुन्छ कि। त्यसपछि के हुन्छ भन्दाखेरि उतापट्टिको बिमारी जुन हुन्छ, झ्यालतिरको बिमारीले उसलाई दिनदिनै यो उठ्न नसक्ने बिमारीलाई चाहिँ आहा कति राम्रो संसार, चढा उडेको कस्तो छ है भन्दै चाहिँ दिनदिनै उसले बाहिर के देख्छ नि त्यो मान्छेले झ्यालबाट बाहिर, त्यो मान्छेले चाहिँ ऊ मान्छेलाई, त्यो बिमारी मान्छेलाई यता जुन अवस्था, जुन बिमारी एकदम भयो मर्न लागेको जस्तै मान्छेलाई चाहिँ सुनाउँछ कि दिनदिनै। आज सुनाउँछ, भोलि सुनाउँछ, कति राम्रो संसार, आहा बादल उडेको, चरा उडेको, फुल फुलेको, यताउता धेरै कुराहरू गर्छ उसले। गर्दा के हुन्छ, त्यो मान्छे एकदम अलिकति फ्रेस हुन्छ कि, जुन अब म बाँच्दिनँ मर्छु भन्ने मान्छे थोरै उसको जीवनमा चाहिँ लाइफ आए जस्तै फिलिङ हुन्छ कि उसलाई। सुस्त ऊ सन्च भए जस्तै महसुस हुन्छ उसलाई। त्यो के हुन्छ, सुस्त ऊ उठ्न